भाग 20 क्लिनिकल ट्रायल भनेको के हो? जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले रिसर्च पेपर कसरी बुझ्ने भन्ने सिक्यौं। आज हामी क्लिनिकल ट्रायल अर्थात् क्लिनिकल परीक्षण के हो भन्ने बुझ्नेछौँ। प्रयोगशालामा वा जनावरमा गरिएको अध्ययनले मात्र कुनै जडीबुटी मानिसका लागि प्रभावकारी र सुरक्षित छ भनेर निश्चित गर्न सक्दैन। त्यसैले कडा नैतिक नियम र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै मानिसहरूमा गरिने वैज्ञानिक अध्ययनलाई क्लिनिकल ट्रायल भनिन्छ। क्लिनिकल ट्रायल मार्फत वैज्ञानिकहरूले मुख्य रूपमा यी प्रश्नहरूको उत्तर खोज्छन्। यो सुरक्षित छ कि छैन? कति मात्रा डोज उपयुक्त छ? वास्तवमा अपेक्षित प्रभाव देखिन्छ कि देखिँदैन? कुनै साइड इफेक्ट देखिन्छ कि देखिँदैन? याद राख्नुहोस्, एउटै अध्ययनले अन्तिम सत्य प्रमाणित गर्दैन। धेरै गुणस्तरीय अध्ययनहरूको नतिजा मिलेर बलियो वैज्ञानिक प्रमाण बन्छ। हाम्रो च्यानलमा हामी कुनै पनि जडीबुटीबारे जानकारी दिँदा विश्वसनीय वैज्ञानिक प्रमाणलाई प्राथमिकता दिनेछौँ। अर्को एपिसोडमा हामी सिक्नेछौँ प्रमाणमा आधारित जडीबुटी उपचार भनेको के हो। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।